खुट्टा माथि राख्नु राख नि त पल्टी कसेर बस्ने हजुर के गर्ने भन त तिमीलाई जसरी सजिलो देखेर बस लाउनै पर्छ त्यो है त्यसले पोल्दैन अनि नहल्लिनु है थोरै पनि नहल्लिनु है यता हेर त यता क्यामेरामा पहिला यता हेर मजाले टु गर न अनि हो पछाडि हेर्दैन त्यो ल भयो हुन्छ अब सक्यो अब हामी पनि जाने कति राम्रो देखियो सिनेमलाई हामी जानुपर्छ नेपाल टुरमा ल कहाँ लाने घुमाउन भन त तिमीलाई स्कुटी किनिदिएपछि कहाँ जाने घुम्न हजुर पोखरा जाऊँ ल तिम्रो म ल स्कुटी कि बाइक किनिदिनु बाइक किनिदिनु त्यो अग्लो अग्लो बुलेट थाहा छ बुलेट भुटुटु गर्छ नि त्यस्तो किनिदिनु कि अर्को किनिदिनु भन त अग्लो किनिदिनु कि बाइकको नाम थाहा छ यसलाई सुरक्षा केसीको बाइकको न के गर्यो अरे टोकेको केही हुँदैन उनी टोकेर टोकेर सकिँदैन तपाईँ खाइदिने यो खाने कि पिज्जा खाने अनि यो किन खाएको त त्यसो यो खाएर अगायो भने चाहिँ पुलिस हो नि के भयो त पुलिस खत्रै हो डक्टर धेरै लाग्छ पढ्नलाई पुलिस भने छिटो पुलिस हुन्छ डक्टर त फेरि ब्याचलर छ डिग्री छ लामो लामो जानुपर्छ पुलिस हुनु ल सबैलाई थुनिदिनुपर्छ हल्ला गर्नेहरूलाई त्यो होटल एन्ड लज लेखिरहेछ पाएन सुरुमा जानुपर्छ मेनु हेरौँ भन्नुपर्छ होइन मेनु हेर्दाखेरि त्यहाँ थियो भने मात्रै नत्र त लोकेसन मिस्टेक भयो कि तर त्यही एउटै नाम गरेको त्यति साह्रो त हुँदैन होला धेरै एउटै हो नचली बस्छ नि बेबी अब गइहाल्यो त खोइ सेलाउँछ फेरि तरन तर हुन्छ खान्छु ओ कस्तो दामी देखेको Babu ya, boleh halus. Kita pernah halus. तिमी त्यही खानु ल बच्चाहरूको लागि त्यो जुस हो ठुलो मान्छेको लागि यो जुस हो टेस्ट गर्न मिठो छ सेनेमा चोखाइदिने एउटा पिरो छ ज्याद्रो छ राकेश भनेर भन्नुहुँदै थियो दाइ त कहिले पनि त्यो यो काम पनि गर्नु भएको छैन नि त हौ
परिश्रम पर्ने काम त दाइ के गर्नुहुन्छ सानोदेखि पढेको पढे त्यसपछि हेड सर अनि हाम्रो दादा त फेरि देश विदेश घुमेको मान्छे शान्त पनि हो फेरि कोरियामा कस्तो काम गर्नुपर्छ भन् न ट्रेनिङ गरिरहेको छ दादा घर पुग्नु पऱ्यो अघि गइसक्यो अरे खाजा यहीँ खानुभएको अरे त अनि अनि दादा चाहिँ भजन बोक्यो कि घर गयो दाई त धुलै धुलो हुनुहुन्छ दाईको स्कुलको कामले गर्दा यहाँ बस्नुभएको अरे दाईको त पुरै अनुहार धुलै धुलो स्टोर कामले यहाँनिर कम्प्युटरमा के काम छ अरे अनि डढेलो भन्न म दमकल आयो भन्न हौ दमकल आयो हेलो गाइस हेरौ यहाँ दमकल आइरहेछ हल्ला नगर्ने ताली कान्छी दाइ हल्ला नगर एउटा आयो दुईटा आइसक्यो कहाँ देखिस् यता एउटा छ एकचोटि यहाँ झन्डै परमा आएको अरे यस्तो छेउमा आइदिएछ